हेलो नमस्ते वेलकम टु माई रुबी मिनी ब्लग। हजुरहरूले देखिसक्नु भएको छ मैले समोसाको रेसिपी लिएर आइसकेको छु भनेर। सुरुमा देखिसक्नु भएको छ मैले मैदा लिएँ, त्यसपछि चाहिँ ज्वानो लिएँ अनि त्यसमा चाहिँ मैले नुन एड गरिदिएँ अनि त्यसमा तेल पनि एड गरिदिनु होला। अनि मैले चाहिँ घरकै घिउ चाहिँ युज गरेको छु किनभने घरको घिउको स्मेल राम्रो आउँछ। घिउ हाल्यो भने चाहिँ जुन समोसाको बाहिरको कभर चाहिँ मजाले भङ्ग बसाउँछ। अनि चाहिँ यसलाई चाहिँ हल्का थोरै पानी एड गर्दै मुसिदिनु होला किनभने एकैचोटि हाल्दा फेरि गिलो हुन पनि सक्छ। गिलो भयो भने चाहिँ समोसाको जुन कभर राम्रो हुँदैन। अनि मैदा चाहिँ यत्तिको हुनुपर्छ ल, भाँडाहरूमा नटास्यो भने चाहिँ एकदम राम्रो हुन्छ। यसलाई चाहिँ अनि हल्का तेल लगाएर चाहिँ केही घन्टा चाहिँ कभर गरेर राखिदिनु होला यसरी मजाले प्याक गरेर। अनि चाहिँ मैले आलु चाहिँ पहिले उसिनिसकेको थिएँ अनि मैले चाहिँ मेरो बुढालाई चाहिँ छिलिदिनु भने अनि उहाँले छिलिदिसकेपछि चाहिँ मैले मसिनो गरेर काटेँ। यतिको जति काटेपछि चाहिँ मैले चाहिँ धनियाँतिर लागेँ, धनियाँ खुर्सानीतिर लागेँ। मजाले यतिको मसिनो गराइसकेपछि चाहिँ खुर्सानी त्यही अनुसार मसिनो गरिदिनु किनभने फेरि पछि भित्रको फिलिङ्स खाँदा टोकियो भने पिरो हुन्छ। अनि अदुवा लसुन पनि मसिनो गरेर काटिदिनु होला। यतिको काटिसकेपछि चाहिँ यो जुन काट्ने काम चाहिँ सकिन्छ। अनि हामीले चाहिँ दानाको यो जिरा धनियाँ दाना मजाले भुटेर अनि खुर्सानीलाई पनि सुकेको खुर्सानीलाई पनि भुटिदिनु होला। अनि यसलाई चाहिँ मिक्सरमा भन्दा चाहिँ यसरी पिस्यो भने चाहिँ यसको स्मेल एकदम राम्रो आउँछ, फ्रेस अनि आउँछ। त्यही भएर चाहिँ मिक्सरमा भन्दा चाहिँ यसरी पिसिदिनु होला। यसरी पिसेको स्मेल चाहिँ एकदम मिठो हुन्छ। मिठो भन्दा यस्तो दामी आउँछ कि खाँदाखेरि जुन भित्रको आलुको फिलिङ्स हुन्छ नि त्यो चाहिँ एकदम महँगो बसाउँछ। यति भइसकेपछि चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ आलु हो। अनि चाहिँ मैले तेल पनि लिएको छु अनि यो चाहिँ धनियाँको दाना हो। अनि यो जुन मैले पिसेको मसला भयो अनि यो चाहिँ अदुवा लसुन अनि खुर्सानीको चप गरेको अनि धनियाँ भयो अनि नुन र बेसार भयो है त। अनि मैले चाहिँ यसमा हरियो मटर युज गर्न देखाउन भुलेछु कि त्यो चाहिँ मैले पछाडि भिडियोमा एड गरेको छु। अनि प्यान बसालिदिनु होला। अनि तेल चाहिँ हजुरले धेरै नि नहाल्नु होला, थोरै पनि नहाल्नु होला, ठिक्क हालिदिनु होला। अनि यो चाहिँ मैले भिडियो गर्न भुलेछु बिचमा चाहिँ। अनि यसलाई चाहिँ धनियाँको दाना हालेर फुराइदिनु अनि अदुवा लसुनहरू हालेर फुराइदिनु होला। अनि त्यसमा चाहिँ बेसार नुनहरू पनि हल्का हालिदिनु होला, मसला पनि हल्का हालिदिनु होला। अनि यसलाई चाहिँ आलु हालेर मजाले हुन्छ नि मिक्स गरिदिनु होला। अनि पछि गएर चाहिँ हल्का आलु हालिसकेपछि चाहिँ नुन पनि हल्का थपिदिनु होला किनभने अलि लाग्दैन पछि पहिले हालेको। अनि यतिको भइसकेपछि चाहिँ मैले हरियो मटर पनि युज गरेको छु जो मैले पहिला देखाउन भुलिसकेको छु। अनि यतिको मिक्स गरिसकेपछि चाहिँ हजुरले लास्टमा भन्दा नि एकैछिन बिचमा धनियाँ हालेर चाहिँ मजाले यसलाई चाहिँ ढाकेर पकाउनु होला। यसको स्मेल चाहिँ मजाले खिल्छ जुन आलुमा चाहिँ। अनि यसलाई चाहिँ हल्का यो जुन मसला मैले घरमै पिसेको थिएँ नि हो त्यो चाहिँ एड गर्दै पकाउँदै गर्नु होला। अनि आलुलाई चाहिँ यतिको म्यास गरिसकेपछि चाहिँ रेडी भयो। अनि म चाहिँ डो रेडी गर्न गइरहेको छु। यसलाई चाहिँ हामीले नर्मली गोलो भन्दा चाहिँ लामो तरिकाले काटिदिनु होला। लामो गऱ्यो भने चाहिँ बिचबाट काटेर बराबर दुईवटा गराउन सकिन्छ। एकैचोटि दुईवटा गराउन सजिलो हुन्छ भनेर चाहिँ यस्तै लामो गरेर बेलिदिनु होला। अनि हजुर हेर्न सक्नुहुनेछ कसरी बनाउने भनेर मैले भिडियो मार्फत पनि देखाएको छु। मैले पहिलाको भिडियोमा पनि देखाएको थिएँ यो ऱ्याप कसरी गर्ने भनेर हेर्नु होला। आलुको फिलिङ चाहिँ एकैचोटि धेरै नहालिदिनु होला। धेरै हाल्दा चाहिँ मैले अनुभव गरेको त्यो जुन धेरै हाल्दाखेरि चाहिँ जो हामीले पछि टाइट गर्नुपर्छ नि त। अनि टाइट तन्काउँदा चाहिँ अलिकति त्यो हुन्छ नि मैदा चाहिँ चेत्तिने डर हुँदो रहेछ। त्यही भएर चाहिँ आलुको फिलिङ चाहिँ सुरुमा चाहिँ ठिकै हालिदिनु होला। अनि कतिको टाइट हुन्छ त्यही अनुसार थाहा हुन्छ।
ल हजुरहरूले देखिसक्नु भएको छ यो लगभग रेडी भइसकेको छ। लास्टमा चाहिँ मैले काँटाले यसरी प्रेस गरेँ भने चाहिँ टाइट हुन्छ, फुक्दैन। अनि के भन्छ टाइट भएपछि चाहिँ भित्र फुक्न पाउँदैन नि त, त्यही भएर चाहिँ मैले ल यतिको सबै रेडी गरिसकेको छु। अनि मैले चाहिँ यसलाई फ्राई गर्न चाहिँ गइरहेको छु। तेल चाहिँ लगभग डुप्ने गरेर नै हाल्नु, समोसा डुप्ने गरेर हाल्नु। मैले एकैचोटिमा चाहिँ यतिको हालेछु। अनि एउटा कुरा है त, यो तेल चाहिँ हजुरले नर्मली अरू फ्राई गरे जस्तो गरेर हिटमा गर्न हुँदैन है त। जति हिटमा गर्नुहुन्छ नि समोसा त्यो नरम हुन जान्छ, त्यही भएर चाहिँ तेललाई चाहिँ हल्का तातो भएपछि चाहिँ समोसा हाल्दा हुन्छ अनि टाइट हुन्छ। यो चाहिँ मैले फ्रोजनको लागि रेडी गरेको हो, एकैचोटि खान सक्दैन नि त, त्यही भएर चाहिँ मैले यो चाहिँ फ्रोजनको लागि रेडी गरेको। अनि चाहिँ यो चाहिँ भर्खर चाहिँ खानाको लागि चाहिँ रेडी भइसकेको छ। यतिको रेडी भइसकेपछि चाहिँ त्यो जुन बाँकी रहेको मैदालाई चाहिँ नमकिन बनाउँदा हुन्छ। मैले नमकिन बनाएको छु। अनि हजुरहरूले देख्नुभएको छ समोसा अलरेडी रेडी भइसकेको छ। मैले चटनी पनि रेडी गरिसकेको थिएँ। यो हट सस हो, त्यो चाहिँ नर्मल चटनी हो। हजुरले देख्न सक्नुहुनेछ होइन, समोसा नि मजाले बनिसकेको छ। खाना पनि रेडी भइसकेको छ, उसको पनि रिभ्यू सुने थियो है त। टेस्ट कस्तो छ यसो भनिदिउँ त श्रीमानजी? दामी होइन जे हो त्यही भन्ने है फेरि। अनि यो हट सस पनि, हट एन्ड स्विट सस ओइसी। Please don't forget to subscribe. Thank you. Bye bye.